जसलाई बदल्न सकिन्छ बदलिदिनुहोस्, बदल्न सकिँदैन भने स्वीकार गरिदिनुहोस्, र जसलाई स्वीकार पनि गर्न सकिँदैन र बदल्न पनि सकिँदैन भने छाडिदिनुहोस्। यो व्यक्तिको हकमा मात्र होइन, सम्बन्धको हकमा मात्र होइन, तपाईँको पेसा, व्यवसाय, रुचि, स्थान यी हरेक क्षेत्रमा लागू हुन्छ। किनभने तपाईँले सबैको लागि आफू नै परिवर्तन भइदिनुपर्छ भन्ने पनि छैन, र आफूले परिवर्तन भएर केही सकारात्मक गर्न खोज्दै पनि त्यहाँ सम्भव हुँदैन भने कि तपाईँले तपाईँसँग जोडिएका व्यक्ति, तपाईँसँग जोडिएका ती स्थानहरू जे छ त्यही रूपमा स्वीकार गर्नुपर्छ, कि त भने त्यसलाई छाडिदिनुपर्छ, व्यवस्था गर्नुपर्छ। कहिलेकाहीँ आफ्नो खुसीको लागि व्यवस्था गर्न पनि सिक्नुपर्छ। कहिलेकाहीँ आफ्नो खुसीको लागि बदल्ने प्रयास पनि गर्नुपर्छ, र कहिलेकाहीँ आफ्नो खुसीको लागि सबै कुरा छाडिदिने प्रयास पनि गर्नुपर्छ। किनभने यो संसारमा तपाईँ र मैले चाहेर सबैलाई खुसी पार्न, सबैको चित्त बुझाउन सक्दैनौँ। कहीँ न कहीँ, केही न केही कमी कमजोरी सधैँ भइरहन्छ, र त्यो नै मान्छे हो, र त्यो नै मान्छेको जीवन हो।